वाशिङ मसिन बिग्रिएपछि हजारौं खर्च गर्नुभन्दा घरमै यी कामहरू रेगुलरली गर्नु। नम्बर 1 मा लोकेसन। वाशिङ मेसिनलाई कहिले पनि तपाईको बाथरुम अथवा टोयलेटमा नराख्नु। धेरै मान्छेले हामीले देखेको चाहिँ टोयलेट र बाथरुममै राखिराख्नु भएको हुन्छ, तर टोयलेट बाथरुममा राख्दाखेरि मोइस्चर एकदमै धेरै भएको हुनाले गर्दा खिया लागेर जाने आफ्नो प्रब्लम छँदैछ। तर त्यो भन्दा पनि अझ चाँडै आउने प्रब्लम भनेको जुन वाशिङ मेसिनको मदरबोर्ड हुन्छ त्यसमा इस्यु आउँछ, त्यसमा खिया लागेर कम्पोनेन्ट्सहरू चाँडै जाने। त्यही भएर वाशिङ मेसिनको लोकेसन वाशरुम अथवा टोयलेटमा नराख्नु होला। पोइन्ट नम्बर 2 मा रहेको छ तपाईको इनलेट फिल्टर आउटलेट फिल्टरहरू चाहिँ हजुरले एकदमै जहिले पनि हेरेर क्लिन राख्नु पर्यो। आउटलेट फिल्टर भने हजुरको वाशिङ मेसिनको मुनि तलपट्टि हुन्छ, त्यो चेक गर्नुस्। अनि इनलेट फिल्टर भनेको हजुरको पानी जाने ठाउँ, वाशिङ मेसिनको पछाडी पानी जाने ठाउँमा हुन्छ, त्यो हेर्नुस्। नम्बर 3 मा रहेको छ तपाईको इनलेट र आउटलेटको जुन पाइप हुन्छ त्यो पाइप चाहिँ चेक गर्नुपर्छ, कतै कुच्चिएको छ कि फुटेको छ कि अथवा वाटर प्रेसर त्यसले दिएको छैन के छ त्यो चाहिँ चेक गर्नु पर्यो। नम्बर 4 मा रहेको छ हजुरले ड्रम क्लिनिङ साइकल पनि भन्ने हुन्छ, टप क्लिनिङ, ड्रम क्लिनिङ अथवा क्लिनिङ साइकल भनेर दिएको हुन्छ। त्यसमा चाहिँ हजुरले ड्रम क्लिनिङको लागि भनेर छुट्टै तपाईको डिटर्जेन्टहरू पनि आउँछ अथवा त्यसको गोटी जस्तोहरू पनि, त्यो निलो कलरको यस्तो देख्नु भएको होला, त्यो टाइपको डिटर्जेन्टहरू वाशिङ मेसिनमा राखेर ड्रम क्लिन साइकल चलाउनुहोस्। यी 4वटा काम हजुरले घरमै गरेर वाशिङ मेसिनलाई मेन्टेन राख्न सक्नुहुन्छ। तर अनयुजुअल नोइज, एरर कोडहरू यस्तो आइराख्यो भने हजुरले जबरजस्ती गरेर वाशिङ मेसिनहरूलाई चाहिँ नचलाउनु होला। त्यस्तो भएको केसमा हजुरले वाउ सेवालाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ, हामी हजुरको घरमै आएर रिपेयर मेन्टेनेन्स गर्न सक्छौँ।